जुन कुनै कुनै फोटोहरुमा वालपेपरमा यस्तो समुद्रको छेउमा यस्तो देखिन्छ नि यो टक्क क्या सीन है वाह क्या सीन है रियल नै हुन्छ क्या हेर्नु न यो सबै रियल हुन्छ हेलो गुड आफ्टरनुन नमस्ते वेलकम ब्याक टु ब्लग सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु फाइनली म चाहिँ अब ड्युटी जाने समय भइसक्यो ड्युटी जाँदैछु हिजो दिनभरि पानी परेको थियो आज चाहिँ छ्याङ्ग भएछ सो क्या बोला तूने लेट्स गो जानेछु बाहिर चाहिँ टन्टल पुल घाम लागिरहेको रहेछ हिजो त पानी आएर सानो पानी आएको होइन यस्तो बिजोग भयो होइन सो देख्न सक्नुहुन्छ मेरो गाडी चाहिँ यो त मेरो साथीको गाडी सेम छ हामी एउटै कम्पनी हो त सो अब चाहिँ ड्युटी जाने टाइम भइसक्यो गाइज अब चाहिँ ड्युटी जानुपर्छ के गर्नु परदेशको जिन्दगी परदेश भन्ने होइन हुन त गाउँघरमा पनि अर्काकै नोकरी गरेर होइन चलेकै मान्छे हो गरिरहेकै मान्छे हो त्यही पनि परदेशमा अलिक धेरै नै फरक पर्दो रहेछ क्या आज चाहिँ म सालवा अन्तिममा गएर अन गर्नेछु त्यहाँ चाहिँ सालमिया र त्यहाँ सालमिया अनि सभा सालिम अनि सालवा बिचमा एउटा समुद्र छ अनि त्यहाँ चाहिँ समुद्रमा घुम्ने यताउता रमाउने ठाउँ रहेछ अस्ति गएको थिएँ राति पुगेको थिएँ अर्डर लगेर आज चाहिँ म त्यहीँ गएर अन गर्नेछु अनि त्यहाँ समुद्र कस्तो यति बेला मौसम ठिक्क भएको कारणले होला अनि राम्रो देखिन्छ हेर्नु न भोलिपछि अब मौसम धेरै एकदम चर्के पछाडि चाहिँ घाम चर्केपछि चाहिँ खतम देखिन्छ हेर्नु त घरहरू यस्तो बबल राम्रो बनाएको छ सब चाहिँ स्ट्यान्ड हल्ले गर्ने राम्रो देखिँदैन स्ट्यान्ड पनि अर्को नकिनी भएको छ गाडी चाहिँ अलिक स्पिड हुन्छ तर सजिलोकै गाडी चलाउनु चाहिँ म 110 को स्पिडमा कुदिरहेको छु उनीहरू झन् स्पिड कुदिरहेको छ नि तर यहाँ जति पनि कुवेतमा लिमिट चाहिँ जम्मा 120 मात्रै हो काम जाने बस्दा रमाइलो त रमाइलो हुँदैछ गाडी चलाउनु चाहिँ सबैभन्दा सजिलो क्या नेपालमा जस्तो त गियरलाई चलाएर थेप्रैले दाइनीले क्याच बनाउनु पर्दैन घर कौन है ये लोग कहाँ से आते हैं घरि एकचोटि गियर लाए पछाडि हल्का ब्रेक थिच्दै एक्सिलर दाब्दै रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का ब्रेक दाब्दै त्यति मात्रै काम रेड कलरको बस छ नि दुई ताले बस हो यही हो दुई ताले बस भन्छ नि दुई ताले बस यही हो गाइस म चाहिँ यतै घुम्न आएको छु गाइस म चाहिँ घुम्नको लागि यतै आएको छु तर दिन साथ दिँदैन होइन फर्स्ट टाइम आउँदैछु समुद्रको छेउमा घुम्नको लागि भनेर आएको छु यो चाहिँ पार्क गरेर मेरो गाडी पार्किङ गरी जानेछु त्यो गाडी चाहिँ पार्किङ गरिसके बाहिर बवाल देखिरहेको छु होइन अनि भिडियो बनाउने छु माया हेर्नु सक्नुहुन्छ म चाहिँ गाडीमै चाहिँ हेर्नु न हेर्दै कस्तो रमाइलो देखिन्छ है बाहिरबाट पार्कमा वाउ घाम पनि ठिकठाक लागिरहेछ अनि समुद्रमा टक्क हेर्नु बस्ने ठाउँ यसरी बस्ने सट्टासँगले मान्छे बस्नुको लागि टक राख्दै थियो यो नेचुरल नै हो साँच्चै चाहिँ तर यो झार उमार्नलाई पनि कहाँबाट किनेर लिएर राखेको हुँदो रहेछ झारहरू है त्यसको लागि पानी बसाइराख्नु पर्छ सो देख्न सक्नुहुन्छ म ब्याकग्राउन्डबाट देखाइरहेको छु अनि टक्क समयले बच्चाहरू खेलिरहेछ अनि अहिले मान्छे आउने बेला भएको छैन भरे पार्किङ गर्ने ठाउँ इलाका यता हाई बाटो ठुलो बाटो चाहिँ त म त्यहीँबाट आउँदा अनि शाखालेको देख्न सक्नुहुन्छ सो देख्न सक्नुहुन्छ होइन मान्छे नि ओल्लो छेउदेखि त निकै परादेखिबाट छ है परबाट छ आमा हावा चल्यो नि त अनि परा देखिराख्नु भएको छ डुङ्गा आउँदैछ त्यहाँ ठुलो यो सामान बोक्ने एकपट्टिबाट तातो आइरहेको एकपट्टिबाट गर्मी आइरहेको छ नि म चाहिँ के भयो नआएको
समुद्रसम्मले घुमेर जाने हो अरू कुरा त्यस्तो त्यो बनाए बस्छु त्यसलाई नजिकै जानेछु समुद्रको यो देख्नु सक्नुहुन्छ यो समुद्र हेर्नु न हेरिराख्नुपर्छ 5 मिनट जति पर्ख्यो भने निकै ओराउँछ पानी पनि त के भएको बेलुका भएको यो समुद्र बढ्दै 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 जान्छ जति उज्यालो हुँदै मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ एकचोटि आजको बेला होला हामी गएको थियौँ अनि माछा मार्ने भनेर गएको थियो त्यति बेला थाहा हो कि थल बढ्दै 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 आउँदो रहेछ यो यहाँसम्म आइपुग्यो होइन अब मेरो ड्युटी पनि अन गर्ने बेला भयो अब म भिडियो यति नै बनाउँछु समुद्र फाइनली समुद्रको छेउमै छु समुद्रै म त यहाँको घुम्ने ठाउँ भनेको अनि अन्त त त्यही बजार जाने होइन त्यस्तै मात्रै खासै केही पनि छैन सो गाइज अब चाहिँ म चेन्ज हुनुपर्छ किनभने अब समुद्रमा धेरै बेर नबस्ने चिसो लाग्छ फेरि लुगा एक सर मात्रै लाएर देख्नु सक्नुहुन्छ होइन कपडा त्यही भएर जाडो हुन्छ समुद्र यही हो समुद्रमा चाहिँ पानी चाहिँ एकदम नुनिलो हुँदो रहेछ माछा चाहिँ तड्नै पाउने क्या यहाँ माछा चाहिँ बल चाहिँ खेल्नु जानेले त्यो बल चाहिँ खेल्ने ठाउँ दिएको हुन्छ नि अनुमति दिएको ठाउँमा गएर टक्क बल चाहिँ खेल्नु जानुपर्छ माछा त थोरै पर्दैन रहेछ हौ हामी पनि एक दिन गएको थियौँ आएर थियो तर हामी त अहिले टाइम मिल्दैन त्यति बेला त काममा लागेको थिएन त त्यही भएर भर्खर आएको बेला होला सो भन्दै अब हामी चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ आजलाई त्यही नै बेलुका एकैछिन बनाउने छु अनि भिडियो बनाउनको लागि पनि के भनेर टाइम निकाल्नु पऱ्यो काम गर्न आफ्नो जिम्मेवारी पनि पुरा गर्नु पऱ्यो होइन सो सपोर्ट गरिदिनु होला माया गरिदिनु होला मैले भिडियो यति नै बनाउन चाहेँ सबैजनालाई जय नेपाल सब्सक्राइब प्लिज लगाए यो जुन कुनै फोटोहरूमा वालपेपरमा यस्तो समुद्रको छेउमा यस्तो देखिन्छ नि यो टक्कसँगले रियल नै हुन्छ क्या हेर्नु न यो सबै रियल हुन्छ पार्किङ सार्किङ सबै मेरो गाडी चाहिँ यहाँ छ